मैले चाहिँ त के भने यसलाई डिसेन्ट्रलाइज गरौँ, यसलाई जिल्लामै किन नदिने? जब सबै खालका नागरिकता जिल्लाले दिइरहेछ भने नेपाली आमाबाट जन्म भई नेपालमा नै स्थायी बसोबास गरेको बाबुको चाहिँ त ठेगाना नभएको अथवा बेपत्ता भएको अथवा सहयोग नगरेको मानिसलाई किन चाहिँ त मन्त्रालयले दिने, अरू सबै नागरिकता जिल्लाले दिने? अनि त्यो मन्त्रालयले दिने भन्ने हुन्न, यसलाई चाहिँ त जिल्लामा पठाउनु मान्नेको कुरा आयो। यसलाई जिल्लामा पठाउनु पर्छ भन्ने कुरामा म प्रष्ट छु। यसका लागि नियमावली संशोधन गर्ने कुरामा पनि हामी अगाडि बढेका छौँ। नियममै संशोधन गरे पनि यसलाई यी काठमाडौँमा मन्त्रालयमा भएका फाइल पनि सब जिल्ला पठाउने हो, मैले त्यही भनेको छु। जिल्ला पठाउने हो, जिल्लाबाट दिने हो। अब दिँदाखेरि यो विधेयकलाई, यो ऐनलाई चाहिँ त आधार बनाइएला। नियमावली मन्त्रालयले बनाउँदैछ, अगाडि बढाइसकेका छ होइन? कहाँ पुगेको छ? क्याबिनेट नै गइसकेको छ। नियमावली क्याबिनेटमा छ, यो विधेयक यहाँ छ। यो दुईटैको व्यवस्थाले सम्पूर्ण काठमाडौँका फाइललाई तुरन्त जिल्ला पठाउने हो र जिल्लाबाट दिने हो। सिस्टम गरे भइहाल्यो, त्यसमा के भएन। त्यो त्यसमा हामी प्रष्ट छौँ, नियममा उल्लेख गरिसक्यो, नियम क्याबिनेट गइसक्यो। त्यस कारण मैले पटक पटक निवेदन गरिराखेको छु मान्य सभापतिजी, यो विधेयकलाई चाँडो पास गरिदिउँ। जे गर्ने हो गरौँ, चाँडो पास गरिदिउँ। किनभने पीडा छ। मैले एक दुईवटा बच्चाहरू कस्तो देखेको छु भने के अरे एकदम राम्रो छ पढाइमा, साइन्स पढेको छ, मेडिसिन पढ्न खोजिया छ, नाट्य छैन। इन्जिनियर पढ्न खोजिया छ, नाट्य छैन। विदेश गएर पढ्न खोजिया छ, नाट्य छैन। आमाको नाट्य छ फेरि भने अत्यन्त संवेदनशील विषय छ। यसलाई यसरी हेर्नुपर्छ भन्ने मलाई लागिराखेको छ। अर्को एउटा कुरा आज मान्यजीहरूले उठाउनु भयो, यो गैर आवासीय नेपाली नागरिकताको बारेमा। म खालि मेरो निवेदन के हो भने गैर आवासीय नेपाली नागरिकताको विषयलाई सम्बोधन गर्नका लागि बेग्लै विधेयक छ, फेरि बेग्लै ऐन छ। यो ऐनले सम्बोधन गर्दैन। यो नेपालको नागरिकताको चाहिँ त गैर आवासीय नेपाली नागरिक जुन प्रकार छ त्यो पनि नागरिकतै हो भन्छु म चाहिँ त। त्यसको बेग्लै वर्गीकरण हो। त्यसका लागि गैर आवासीय नेपाली नागरिक, गैर आवासीय नेपाली सम्बन्धी जुन कानुन छ त्यसले नै त्यसलाई एड्रेस गर्ने हो। र म मान्य सभापतिजी मार्फत सम्मानित समितिको जानकारी लागि के आग्रह गर्न चाहन्छु भने सरकारले त्यो पनि ड्राफ्ट गरिराखेको छ। त्यसमा चाहिँ त संविधानको जुन स्पिरिट छ, गैर आवासीय नेपाली नागरिकता दिँदाखेरि चाहिँ त राजनीतिक अधिकार बाहेक अथवा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार दिने भनेर जुन संविधानको भावना छ त्यो अनुसार गैर आवासीय नेपाली सम्बन्धी विधेयक ड्राफ्ट भइसकेको छ। विभिन्न मन्त्रालयहरूमा राय परामर्शका लागि पनि गइसकेको छ। र म के विश्वास दिलाउन सक्छु भने त्यसलाई सरकारले चाँडै चाहिँ त के भने क्याबिनेटको सहमतिका साथ सदनमा ल्याउँछ। योसँग सम्बन्धित होइन, त्यो बेग्लै विधेयक हो। त्यो चाहिँ त भिसा सम्बन्धी बारेमा म के आग्रह गर्न चाहन्छु भने अध्यागमन सम्बन्धी ऐनलाई संशोधन, नयाँ ऐन बनाउने गरेर पनि हामी अगाडि बढिसकेका छौँ। त्यो क्याबिनेटमा छ। भिसाको कुरालाई त्यसले व्यवस्थित गर्छ। गैर आवासीय नेपाली नागरिक सम्बन्धी विधेयक चाँडै सरकारले ल्याउँदैछ, त्यसले एड्रेस गर्छ। मैले यति निवेदन गरेँ। सामाजिक सञ्जाल फेसबुक लाइभ हेरेर बस्नुभएको सम्पूर्णमा नमस्कार छ। म एउटा सूचना छोडौँ भनेर अहिले लाइभ आएको। आज हामी कोहलपुर आइसकेका छौँ र कोहलपुरमा भोलि बिहान कहाँनिर हाम्रो कृष्ण होटल कृष्णमा कोहलपुरमा भएका र नेपालगञ्जतिर भएका दाजुभाइ दिदीबहिनीहरूलाई भेट्नका लागि उपस्थित हुनका लागि अपिल गर्छौँ र हामी तपाईँहरूसँग भेटघाट गर्नेछौँ बिहान 7:30 बजे हस्पिटल 10 बिघा अस्पतालको अगाडिको कृष्ण होटल कृष्णमा चाहिँ तपाईँसँग साक्षात्कार कार्यक्रम गर्नेछौँ, तपाईँहरूसँग भेटघाट गर्नेछौँ र यही भिडियो सन्देश मार्फत तपाईँलाई उपस्थितका लागि हामी अपिल र अनुरोध गर्छौँ। र साथसाथै अर्को सूचना, हामी भोलि जुम्ला प्रस्थान गर्नेछौँ। जुम्लामा भोलि हिमानी ट्रस्टको र हिमानी सरकार, हृदयेन्द्र सरकार लगायतको राजपरिवार भोलि जुम्ला प्रस्थान गर्नेछन् र जुम्लामा भोलि 10 बजे हामी जुम्ला एयरपोर्ट 10:30 देखि 10 बजेभित्र जुम्ला एयरपोर्ट उपस्थित हुनेछौँ। र विशेष गरेर त्यो कार्यक्रम केका लागि भने हिमा गाउँपालिकामा रहेको सिँचाइ पोखरीको समोद्घाटन गर्नका लागि, त्यो चाहिँ सिँचाइ पोखरी बनिसकेका छ, त्यसको समोद्घाटनका लागि र साथसाथै अर्को
हामी केका लागि भनेपछि अर्को त्यसै चाहिँ पोखरी अहिले जसरी पनि हुन्छ त्यहाँ अहिले जस्तो गुठीश्वर गाउँपालिकाको मनिसाङ्गुमा चाहिँ बर्थिङ सेन्टरहरू बनाउने। किन बर्थिङ सेन्टर भनेपछि अहिले त्यो मनिसाङ्गुबाट जुम्ला बजार पुग्नका लागि त्यहाँका दिदीबहिनीहरूलाई सुत्केरीको पीडा लाग्यो भने, सुत्केरी अवस्थामा उहाँहरू हुनुभयो भने उहाँहरूको चाहिँ बेलैमा उपचार गर्न नपाएर धेरैको ज्यान गएको छ। त्यसका लागि चाहिँ अब हामीले बर्थिङ सेन्टर चाहिँ गाउँमै बनाउने, कमसेकम पीडा लाग्यो, सुत्केरीको व्यथा लाग्यो भने गाउँमै बच्चा जन्माउनका लागि हिमानी सरकार, हिमानी ट्रस्टले चाहिँ बर्थिङ सेन्टर बनाउँदैछन् र त्यो बर्थिङ सेन्टरको उद्घाटन 25 गते चाहिँ हामी यही गुठीचौर गाउँपालिकामा गर्छौँ र गुठीचौर गाउँपालिकाका जति पनि दिदीबहिनीहरूलाई सबैलाई उपस्थितका लागि अपिल गर्छौँ र जुम्ला बजारका दिदीबहिनीहरू भोलि 24 गते हामी जुम्ला बजार हुनेछौँ, 25 गते गुठीचौर र 26 गते हामी सिजा जानेछौँ र सिजाका पनि जति पनि दाजुभाइ दिदीबहिनीहरू उपस्थितका लागि हामी अपिल गर्छौँ, अनुरोध गर्छौँ। अनि धेरैले भन्नुभएको छ पहिला हिमानी सरकारलाई भेट्ने धेरैभन्दा धेरै महिला दिदीबहिनीहरूको इच्छा र आकाङ्क्षा छ। मलाई पटक पटक भन्नुभएको थियो एकपटक ल्याइदिनुहोस् न, एकपटक भेट्नुपर्छ भन्नुभएको थियो। हिमानी ट्रस्टले यहाँभन्दा अगाडि जुम्लाका गाउँ गाउँमा न्यानो कपडा, जसरी ती बालबच्चाहरूले न्यानो कपडा त्यो चिसोको बेला पाएको थिएनन्, जुम्लाका गाउँ गाउँ र जुम्लाका स्कुलमा हामीले न्यानो कपडा अघिल्लो पटक हिमानी ट्रस्टले बाँडेको छ र त्यसै गरी त्यतिखेर जुम्लामा बाढी पहिरोले अप्ठ्यारो परिसकेपछि खाद्यान्न सहयोग पनि गरेको छ। त्यसै गरी हिमानी ट्रस्टले अहिले जुम्लामा बर्थिङ सेन्टर बनाउँदैछन्, त्यसको शिलान्यास गर्न स्वयं हिमानी सरकार जुम्ला आउँदै हुनुहुन्छ। त्यो भएको हुनाले अहिले सबैलाई मेरो अपिल र अनुरोध के छ भने जुम्ला जिल्लामा भोलि हामी 10 बजे 10:30 बजे जुम्ला एयरपोर्टमा हुनेछौँ। जुम्ला एयरपोर्टमा भइसकेपछि त्यसको समउद्घाटनका लागि सबैलाई म यही भिडियो मार्फत उपस्थितका लागि अपिल गर्छौँ र अहिले हामी कोहलपुरमा छौँ र भोलि बिहान 7:30 बजे कोहलपुरको कृष्ण होटलमा हुनेछौँ र त्यहाँ धेरैभन्दा धेरै राष्ट्रवादी साथीहरूलाई उपस्थितका पनि अपिल गर्छौँ। जय राष्ट्रवाद, जय नेपाल।